फेरि एउटा कुरा चित्त बुझेन साथीहरू मलाई। अब छोराछोरीको एडमिसन गर्ने बेला आयो होइन, पिजीदेखि 10 क्लाससम्म चाहिँ वर्षै पछि एडमिसनको नाउँमा पैसा लिन्छन्। अनि हामीलाई के भन्छन् थाहा छ फेरि? एनुअल फी हो भन्छन्। अब हामी मूर्ख, हामी सरकारी स्कुलमा पढेकालाई के हो एनुअल फी, के हो के जाति फी, हामीलाई केही पनि थाहा हुँदैन के। लु त है छोराछोरीकै भविष्यको लागि तिर्दिउँ न त, भनौँ दुःख कष्ट सङ्घर्ष आफूले कति गरेको छ है, स्कुलमा लगेर ठक्क पैसा बुझाएर आउनुपर्छ। अनि फेरि महिनै पछिको बिल आउँछ हेर्नुहोस् है। अनि फेरि महिनामा 3-4 चोटि जाँच गराउँछन् क्या, जाँच। त्यो जाँचको पनि छुट्टै पैसा लिन्छन्। होइन हौ, स्कुललाई कति थरीको कति कुराको पैसा तिरेर सक्ने हो। मेरो बुढो उहाँ कपाल पुरै झरिसक्यो यो छोराछोरीलाई स्कुलको फिस तिर्नुपर्ने भएर के। आफूले कमाएको जति सबै छोराछोरीका स्कुलमा लगेर बुझाउनु पर्छ। नराम्रो लाउन पाइन्छ, नमिठो खान पाइन्छ। जति दुःख गरे पनि त्यही 4-5 वर्ष अगाडिका थोत्रे लुगा लगाएर हिँड्यो।